यो डे इन माई लाइफ गाइज आज चाहिँ मैले यो प्रोमो बनाएको होइन क्यापकटबाट। अब अलिअलि भर्खरै मैले एडिटिङ स्किल सिक्दैछु, अझै पनि नट गुड। अनि यो चाहिँ मर्निङ चिया बनाएको थिएँ होइन। अनि गाइज लिटरली म चिया बसालेर तल रेडी हुँदै गर्छु, चिया पाक्दै गर्छ भनेर चिया बसालेर गएको त भाँडादेखि लिएर अनि त्यो चिया छान्ने पनि डढेछ है, त्यही भित्र हालेर छोडिदिएको थिएँ, डढेछ। अनि म चाहिँ चिनी हाल्दिनँ चियामा अचेल, अनि हर्लिक्स चाहिँ हाल्छु। गाइस मेरो यो बचपना हेर्नु न, त्यो प्याकेटवाला हर्लिक्स ल्याएर हालेँ। अनि म गुनासो गर्दैछु क्या त्यहाँनिर, म जति छिटो उठे पनि किन जहिले ढिला हुन्छु भनेर। खै के भन्दैछु एक्लै, आफै देखेर रिस उठिरहेको थियो भनेर हो कि गाइज है। अनि फेरि जति ढिला भए पनि चिया नखाइ घरबाट निस्किन मन लाग्दैन कि, चिया कि त कफी केही नखाइकन होइन। जति जे गरे नि घरबाट निस्किन मन लाग्दैन गाइज। म त भोइस ओभर गर्दा राति भइसक्यो, जहिले यस्तै हुन्छ। अनि म चाहिँ बल्ल यसरी फोन पक्र्न पनि बल्ल तल्ल सिक्दैछु कि, अस्ति साथीले अलिअलि सिकाइदिएर गयो नि मलाई यस्तो यस्तो गर भनेर, अनि बल्ल सिकेँ। अनि मैले चाहिँ आज सेटै लगाएको थिएँ त्यो जगर्सको र प्यान्टको। अनि मैले घाम हेरेको हो, कस्तो मिठो घाम लागेको रहेछ। अनि यसो देखाएको बाहिर हजुरहरूलाई नि। अनि त्यसपछि चाहिँ म सिधा ड्युटी पुगेँ। अनि लन्च बक्स खोलेँ है, अचेल चाहिँ म त्यहीँ गएर लन्च खान थालेछु कि गाइज। किनभने घरबाट खाएर गयो भने भोक लाग्छ छिटै होइन, अनि फेरि जङ्क फुड खाइन्छ धेरै। अनि त्यहाँ किचन छ, अनि मैले त्यहीँ गएर तताएँ यसरी। ब्याङ्क गएको स्टेटमेन्ट लिन कसम भनेको 1 घन्टा लाइन बसेको हो म त। यस्तो साह्रो बिजी यार त्यो ब्याङ्क त। अनि काम गर्दा गर्दा ढाड दुख्यो। अनि मैले भाइलाई जिस्काएँ गर्लफ्रेन्डलाई फकाउँदै थियो कि बिचरा कलमा, अनि यसो जिस्काइदिएको। राति भइसकेको थियो गाइज। अनि म त घर आएको कि अरू के भिडियो बनाउनै भुल्दो रहेछु। कहिले सबै थोक सिक्ने होला है मैले आफूलाई हेरेको मैले नि। गुड नाइट गाइज।